जेमेसी सम्पूर्णमा संगति सकेर आएर मैले एउटा कविता लेखेको थिएँ। त्यो कविता चाहिँ सुनाउन मन लाग्यो है त। मेरो अनुहारमा नहेर्दिने रुगा लाएर नाक पुस्ता पुस्ता घाउ भएको है त। कविताको शीर्षक रहेको छ एकछिन आनन्द मनाऊ। जाऊ साथी डान्स बार वा लोकदोहोरी, एकछिन आनन्द मनाऊ। जाऊ साथी डान्स बार वा लोकदोहोरी, एकछिन आनन्द मनाऊ। जाऊ साथी सिनेमा हेर्न, एकछिन आनन्द मनाऊ। जाऊ साथी सिनेमा हेर्न, एकछिन आनन्द मनाऊ। बसौँ साथी तासको खालमा, एकछिन आनन्द मनाऊ। बसौँ साथी तासको खालमा, एकछिन आनन्द मनाऊ। एक चुस्की मारौँ साथी रक्सी र चुरोटको, एकछिन आफैमा भुलौँ वा आनन्द मनाऊ। एक चुस्की मारौँ साथी रक्सी र चुरोटको, एकछिन आफैमा भुलौँ वा आनन्द मनाऊ। जाऊ साथी देउसी भैलो खेल्न, एकछिन सँगै आनन्द मनाऊ। जाऊ साथी देउसी भैलो खेल्न, एकछिन सँगै आनन्द मनाऊ। प्रार्थना सङ्गतिमा त सधैँ गइरहेकै हौ। जाऊ साथी आज कुनै कफी सपमा गएर कफी पिउँदै एकछिन आनन्द मनाऊ। प्रार्थना सङ्गतिमा त सधैँ गइरहेकै हौ। जाऊ साथी आज कुनै कफी सपमा गएर कफी पिउँदै एकछिन आनन्द मनाऊ। आहा कस्तो आकर्षक र लोभलाग्दो रहेछ संसार। जाऊ साथी एकछिन आनन्द मनाऊ। आहा कस्तो आकर्षक र लोभलाग्दो रहेछ संसार। जाऊ साथी एकछिन आनन्द मनाऊ। जानु र गर्नु त पक्कै हुन्थ्यो साथी, तर ती सबैमा एकछिन मात्र आनन्द प्राप्त हुँदो रहेछ। बरु जाऊ साथी येशूको चरणमा, उहाँको भवनमा असीम अनन्तको आनन्द प्राप्त गर्नेछौँ। जानु र गर्नु त पक्कै हुन्थ्यो साथी, तर ती सबैमा एकछिन मात्र आनन्द प्राप्त हुँदो रहेछ। बरु जाऊ साथी येशूको चरणमा, उहाँको भवनमा असीम अनन्तको आनन्द प्राप्त गर्नेछौँ। असीम अनन्तको आनन्द प्राप्त गर्नेछौँ। जय मसीह।